गाइस आजको भ्यू कस्तो दामी। हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल रमेश देवा भ्लगमा तपाईँलाई स्वागत छ हैन। अनि चाहिँ आज चाहिँ के छ किन भ्लग बनाएको भन्दाखेरि चाहिँ के भन्छ तल रथ घुमाउँदैछ नि त। अन्त साई बाबाको 100 वर्ष पुगेको हैन। अन्त त्यही भएर चाहिँ म पनि जान्दैछु। कुर्ता लगाएर टक्कै लगाएर सेतो कुर्ता लाउनुपर्छ अरे नि त। अन्त त्यही भएर चाहिँ म जान्दैछु हो। म चाहिँ बाइकमा जानेछु के हुन्छ हैन, गएर देखाउने छु। तपाईँहरू पनि दर्शन गर्नुहोस् होला। हेरेर बाइ गाइस। हेर्नुहोस् न हाम्रो दोकान यहाँनिर सबै कुरा एभाइलेबल छ हैन। हेलो 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 भन्दिनु। हेलो गाइस, हेलो भन्नु। बाटो खत्तम छ गाइस। यसरी हल्लिन्छ, डान्स गर्नुपर्छ, डान्स यसरी। त्यही गाइस अहिले भेट्छु ल, बाइ गाइस। म चाहिँ यहाँ तल धजा आइपुगेछु। यहाँ हेर्नुहोस् न गाइस, फुलको कलेक्सन तपाईँहरूलाई देखाउँछु ल। कस्तो दामी दामी गाइस, हेर्नुहोस् न यस्तो दामी फुल यहाँनिर पनि हेर्नुहोस् ल गाइस। हेर्नुहोस् न कस्तो दामी बगनबेली भन्छ, यसलाई बगनबेली भन्छ है गाइस। हेर्नु फुलको कलेक्सन वाट कस्तो दामी, पुरा मन पर्यो गाइस। यसलाई के भन्छ यसो? पिच लिली गाइस। फुलको कलेक्सन चाहिँ दामी रहेछ, यतिको चाहिँ दामी हो गाइस। मलाई फुल भनेपछि चाहिँ अब त्यही हो नि त गाइस। साईराम भन्नु ल। मेरो भ्लगमा के भन्नुहुन्छ प्लिज? एकदम दामी छ बहिनीको भ्लग। माया नि सबैले हेर्दिनुहोस्, लाइक शेयर गरिदिनुहोस्। यहाँनिर छ क्युट बहिनी साईराम। चेमा के भन्नुहुन्छ मेरो भ्लगमा? अलिकति भनिदिनुहोस् होला। धेरै फलो गरिदिनुहोस्। अन्त के भन्नु, सब्सक्राइब गरिदिनुहोस् भन्नु। माया धेरै माया दिनुहोस् मेरो सिस्टरलाई। हुन्छ बाइ। यसमा चाहिँ बुके बनाइसके। हेर्नुहोस् ल यहाँनिर सिम्पल चेमाको देखाइदिनु। कसले बनाइदिएको? दिपा सिसले। गाइस हाम्रो के बनाउने मिस चाहिँ हुनुहुन्छ। थ्याङ्क यू दिपा। वेलकम गाइस। यहाँनिर चाहिँ कोमाहरू छौँ यहाँ तल। हामी चाहिँ अब यहाँ बाइकमा जानु लाटेको। हामी 3 जना हो गाइस। अनि चाहिँ मैले बुके पनि बनाइसकेको छु। सिम्पल छ हैन, यस्तो छ। चेमाको चाहिँ कुछ यस्तो बनाइदिएको छु मैले हो। ठिकैको छ, दामी नै छ हो। यहाँनिर बहिनी क्युट छ, बहिनी छ, चेमा छ। हामी चाहिँ बाइकमा जाने। अब कोमाहरू चाहिँ आउनुहुन्छ। बिस्तारै आउनु ल। बाइ बाइ। लागेको गाइस। हामी चाहिँ फेरि हाम्रो ड्राइभर खतरा छ गाइस। एउटा हातले कुदाइदिन्छ। हामी 3 जना छ। हल्का रमाइलो गाइस। त्यस्तो होइन नि फेरि हो। हल्का रमाइलो। हामी चाहिँ सुम्मुक आइपुग्यो। त्यहाँ यहाँ छ गाइस। सुम्मुक आइपुग्यो गाइस। हामीलाई आधी बाटोमा छोड्दै, किनभने अगाडि चाहिँ चेकिङ छ नि त, त्यही भएर। मेरो गोल आइपुग्यो हो गाइस। हामी चाहिँ ओह्रालै जाँदैछ। कता आइपुग्यो? एग्रिकल्चर आइपुग्यो गाइस। आजको दिन चाहिँ यस्तो दामी छ कि वाउ छ गाइस। वाउ झुमानी नि घरै पऱ्यो जान्छ। गएको तपाईँ? यो चाहिँ एग्रिकल्चर हो गाइस। गाइस यहाँ चाहिँ बहिनी चाहिँ सुतिसक्यो हो। मैले पर्खिरहेको छु, डरलाग्दो गाइस। यो ओह्रालो रोड चाहिँ एकदम भन्नु नै गाइस एकदम खराब छ। कसैले यहाँनिर चाहिँ भिजिट गरेर चाहिँ बनाइदिनु पर्ने हुन्छ भनेर हल्का हो। यहाँनिर फ्याक्ट्री होइन, त्यहाँ जानेर चाहिँ पुरा उयो भइसक्यो गाइस। के भन्छ त्यो प्रब्लम भइसक्यो गाइस हो। त्यही छ गाइस। अहिले भेटौँ। यहाँनिर चाहिँ अलिअलि लगाएको बुनुहरू छ त यहीँ छ गाइस। 4 माइल के 4 माइल 7 माइलको मन्दिर चाहिँ यहाँनिर रहेछ। यहाँनिर चाहिँ भेला हुनुपर्ने रहेछ। तर हामी चाहिँ तल रिसिभ गरेर आउँछ होइन। भाँगा चाहिँ पढाउनुहुन्छ हो। अन्त त्यही छ गाइस।
जग्गालाई के भन्छ हौ आई धुलोले म त मरे गाइस धुलो पुरा मैले क्रिम लगाएको के न के भयो अगाडि जाउँ हर्न बजाउँ त पाउडर गाइस त्यस्तो नगर हर्न बजाउनु अफ पाउडर ए आएको जस्तो लाग्यो त एकजना के गर्नु हो गाइस रथ चाहिँ यहाँ अगाडि छ अफ धुलो गाइस यहाँनिर चाहिँ हाम्रो मिसहरू पनि रहेछ दर्शन गर्नु आएको रहेछ भनेर टक्कै लाएर हो मजाले पर्ख पापालाई मेरो फुल पनि ओइलिसक्यो गाइस हेरी चाहिँ सिधा बस श्री कृष्ण गोविंद हरे मुरारी हरे नाथ गाइस यहाँनिर मैले भेटेको छु मेरो साथीहरू हल्का हेलो गाइस मैले यहाँ भेटेको छु मेरो बहिनी होइन बहिनीको इन्स्टामा के छ टिभी प्राइभेट स्ट्रबेरी छ तपाईँहरूले गएर त्यहाँनिर फलो गर्न सक्नुहुन्छ हो थ्याङ्क्स गाइस बाई बाई त्यहाँनिर चाहिँ लाइन राख्नुपर्ने हुन्छ हो जस्तो छ यहाँ चाहिँ मन्दिर यो कताको हेलो ठिकै छ यस आज म सेमालाई अफर दिँदैछु हो सेमा के खानुहुन्छ धर्मको दर्शन दिनुभएको उहाँको भगवानको अगाडि उभिएर प्रवचन दिनुभएको छ र यही दिव्य दर्शन चाहिँ हरेकले पाओस् मनुष्यले पाओस् मनुष्य भन्यो भने साई परिवार साई होइन उहाँको ईश्वरको सौता हरेक मानवको स्थान साई धर्म भन्ने जसकोमा कन्फ्युजन छ गलत साई धर्म होइन यो भगवान छ गाइस हजुर
हाम्रो यो पञ्चायत अफिस सुल्केको छु होइन मलाई चाहिँ पर्दैन भन्छ लाग्यो गाइस हामी लाग्यो कालो लाग्यो है भटभटेमा लाग्यो गाइस बाटो चाहिँ अन्तिम छ अन्तिम कपाल त केटीको छ है म चाहिँ खानु लागेको होइन अनि चाहिँ खान्छु अनि सुत्छु मैले चाहिँ आएर पूजासुजा गरेँ मन्दिरमा तल पूजासुजा गरेर चाहिँ घरमा आएर चाहिँ अघि माम खाइसक्यो अनि त्यही खानु लागेको छु गाइस फेरि थ्याङ्क यू गाइस फर वाचिङ माई भिडियो राम्रो लागे लाइक अनि सब्सक्राइब गरिदिनुहोस् होला माया दिनुहोस् होला यसरी सपोर्ट गरिदिनुहोस् होला ओम श्री साई राम